टसी देले गुड मर्निङ। आज शनिबार, भोलि आइतबार, डरलाग्दो काम छ। के काम छ भने नि आम्मा हो पेदोङमा लाइट छैन है फेरि। यो चाहिँ विन्टरको लुगाहरू हो। अब विन्टर लाग्यो। यहाँबाट यो बेडको मुनिबाट चाहिँ निकालेको। अब यहाँ सबै विन्टरको लुगाहरू निकालेर नानीको आमा बाउको निकालेर चाहिँ यहाँबाट चाहिँ अस्तिको समर्सको लुगाहरू टी सर्ट हाफ प्यान्टहरू सबै अब यहाँ हालेर योहरूलाई यहाँ सिफ्ट गर्नुपर्ने। आम्मामामामा कम्ती कम्ती काम छैन नि हौ। हवस् त नुन हो छिटो न देवी देवताहरू। थेन्तुक खाने होइन? थुक्पा खाने? चोङलाङ तिमीलाई थेन्तुक मनपर्छ? थुक्पा मनपर्छ? दासु दासे मनपर्छ अरे। ल तब चालु क्या चाहिँ सर कहाँ जानु भएको? मामको मान्छौँ हिँड छाता खोल पालासँग। ए माथि 100 रुपिस दिनुभएको छ आमाले चिची किन्नुहोस् थुक्पा बनाउनु। उही त हो। हामी कहाँ गएको अरे भाइ? 100 रुपिस गएको? चिकन ल्याउनु। हामी के खानु लाग्यो हो? थुक्पा हो थुक्पा। थेन्तुक खानु। 100 रुपियाँ चिकनले टन्नै हुन्छ सुप बनाउनु लाग्यो है। ल यताबाट भन न। अरे अङ्कल दिनुभयो?
पकाउनु सुरु गरेँ लाइटै छैन हौ लाइट नभएर बिजोक्स मेरो मायाले ल्याएको छेन मिलाउँदैछ तासेल सुतिरहेछ चोको गयो कहाँ हाफ प्यान्टमै गयो आमा बाउ हजुरहरूलाई पकाएको देखाउन नपाउने हुन्छ किनभने त्यतामा लाइटै छैन यहाँ मेरो चाहिँ इन्भर्टरहरू पनि छैन हो छिटो दिनुस् छिटो भोक लाग्छ बहिनी छिटो छिटो आफ्ना छिटो भन्नु अपने कहानी छिटो मामा छिटो अब आमा तिमी पर्छ ल रायो साग एड गर्दै अब नाक्ला चाहिँ हाल्नु हुँदैन क्या केसको यो रायो सागको नाक्ला चाहिँ स्वाटै बनाउँछ नि त फेरि सुपमा यहाँ फेरि टुक दामी त म यस्तो सेतो पहिला सेकेन्ड ट्रिप हो मिठो भएछ दामी 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 कस्तो लाग्यो पखाला बहिनी यहाँ देखाइदियो पालालाई देखाउ त म आनीलाई भनिदिन्छु कस्तो गऱ्यो अरे केस तान्यो अन्त यस्तो यस्तो पनि गऱ्यो अन्त घाँटी पनि पक्रियो भनेको होइन घाँटी पक्रियो हस् त थुक्पा पनि खाइसक्यौँ है नानीको लुगाहरू पनि यहाँ सिफ्ट भइसक्यो हाम्रो लुगा यतापट्टि सिफ्ट भइसक्यो है सबै अनि विन्टरको लुगाहरू सब यहाँ पसिसक्यो समरको लुगाहरू सब यहाँ बेड मुनि गइसक्यो यहाँ दासेल सुतिरहेको छ र चाहिँ बिस्तारै बोलेको हवस् त तपाईँहरूले भिडियो मेरो ब्लग हेरिदिनु भएकोमा तपाईँहरूलाई एकदमै धेरै धेरै धन्यवाद छ थ्याङ्क यू अनि बाई